हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार, वेलकम टु माई ब्याक टु युट्युब च्यानल ब्लगमा यसपालि चाहिँ के तपाईँलाई जोस स्वागत खाउँला छ। खाउँला जस्तो छ। अनि जति नै भए पनि आज फलिरहेछ चाहिँ यो धेरै वर्षपछिको हाम्रो यो गाउँको मकै चाहिँ अर्ग्यानिक मकै चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, धेरै राम्रो छ। यो भिडियो चाहिँ क्यामराम्यान चाहिँ हुनुहुन्छ मेरो वाइफ, तर चाहिँ मैले एडिटिङ गरेर होइन मेरो युट्युब च्यानलमा म मेरो गाउँको चाहिँ बारेमा चाहिँ केहरू होइन चित्रहरू देखाएर म तपाईँहरूलाई होइन मनोरञ्जन यसरी देख्न सक्नुहुन्छ। हाम्रो आफ्नै गाउँमा फलेको अर्ग्यानिक मकै धेरै वर्षपछि यसरी देख्न पाउँदा हामी किसानले धेरै खुसी लाग्छ। मकैबारी र डल्लै भारी बोक्नुपर्छ। चिया पनि धेरै यहाँनिर पाइन्छ खोलामा। यहाँनिर यसरी हेर्नु गाउँ भनेको गाउँ नै प्यारो हुन्छ क्या। जति नै सहर राम्रो होस् जति सुन्दरता होस् तर आफ्नो गाउँ भनेको आफ्नै गाउँ हुन्छ होइन। यो चाहिँ देख्न सक्नुहुन्छ तपाईँको यो कतिलाई तपाईँलाई थाहा हुनसक्छ, कतिलाई खाना मिल्छ झार छ गाईहरू राम्रो खाना मिल्छ। सासुआमा हो देख्न सक्नुहुन्छ यो चाहिँ कागुनी हो। कागुनी हाम्रो यस्तो छ यी कागुनी गाईहरू तपाईँहरूको गर्छ तपाईँहरूतिर मकै चाहिँ दामी छ यसपालि। जे कुरा भए पनि आफ्नो गाउँको अर्ग्यानिक खानाहरू धेरै नै राम्रो लाग्छ। बिरुवा बोट बिरुवादेखि लिएर होइन सबै कुरो पाइन्छ नि त आफ्नो गाउँमा। अब सहरमा विदेशमा भनेको चाहिँ तपाईँको होइन कति वर्षदेखि अब कति महिनादेखि होइन प्याकिङ नगरेको फ्रिजभित्र लागेको होइन फ्रिजभित्र प्याकिङ गरेर ताजा अब खाना पाइँदैन। आफ्नो गाउँमा भनेको जे कुरो पनि ताजा खाना पाइन्छ होइन। आफ्नो गाउँलाई किसान बनाउनु गाउँमा खेती किसानी गरेर अगाडि बढाउनु समस्या बाध्यताले गर्दा परदेशिनु परेको छ नेपाल सरकारले। धन्यवाद।